हजुरमध्ये नाता सिरियल कसले हेर्दै आउनु भएको छ? नाता सिरियल हेर्दै आउनु भएको हजुरहरूलाई म एउटा प्रश्न गर्छु है त। नाता सिरियलका दुई महत्त्वपूर्ण पात्र छन्, आकाश र सपना, जसले चाहिँ भर्खरै बिहे गरेका थिए र सपनाको गर्भमा आकाशको बच्चा पनि बसिसकेको अवस्था थियो। तर एक्कासी बिहे भएको केही समयमै, केही महिनामै चाहिँ आकाश हराएका छन्, आकाश बिलाएका छन् र कथामा भनिएको छ आकाशको मृत्यु भएको छ भनेर। अब कथामा केही शङ्कास्पद पात्रहरू पनि रहेका छन्। दिदी, उनको दिदी आरती र दिदीको प्रेमी शक्ति, यी दुईजनाले केही चलखेल गरेर सम्पत्ति खानको लागि चाहिँ आकाशलाई गायब बनाएको हो कि भन्ने खालको शङ्का दर्शकहरूलाई छ। सँगै चाहिँ होइन, आकाश बितेरै गए भनेर चाहिँ यता सपना चाहिँ उनको फोटोमा माला लगाएर आफू विधवाको रूपमा बसिरहेकी छिन्। अब भन्नुहोस्, यो कथामा के भएको होला? कि आकाश साँच्चीकै बितेका होलान् अथवा चाहिँ होइन, आकाश जिउँदै छन्? यो सबै चलखेल सम्पत्ति खानको लागि दिदी र उनको प्रेमी शक्तिले गरेको हो जस्तो हजुरलाई लाग्छ? के लाग्छ कमेन्ट गर्नुहोला। र धेरैजना साथीहरूले आकाश फर्केर आउनुपर्छ, सपनाले सुख पाउनुपर्छ, सपनाका दुःखका दिनहरू जानुपर्छ भनेर पनि भनिरहनु भएको छ। अब हजुरमध्ये आकाश जिउँदै हुनुपर्छ भन्नुहुने को हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। र सँगै आकाश नभए पनि शिशिरले सपनालाई गाउँबाट आएर यता उनको दुःख र सङ्कटलाई पार गर्नुपर्छ र त्यो एउटा फन्दाबाट चाहिँ सपनालाई मुक्ति दिनुपर्छ भनेर पनि धेरैजनाले कमेन्ट गरिरहनु भएको छ। र नाता सिरियलको यो कथावस्तुमा धेरैजना चाहिँ भावविह्वल भइरहनु भएको छ, धेरैजना दुःखी पनि भइरहनु भएको छ। सपनाले दुःख पाएको अब हामी हेर्न चाहन्नौँ पनि भनिरहनु भएको छ। यो कथावस्तु हजुरहरूलाई कस्तो लागिरहेको छ र मैले सोधेका प्रश्नहरूको मजाले यो भिडियो हेरेर उत्तर दिन सक्नुहुन्छ। नाता सिरियल हरेक हरेक बुधबार राति 7:30 बजे शिशिर भण्डारी युट्युब च्यानलबाट आउँछ। यदि हजुरले हेर्नु भएको छैन भने एकदमै रोचक, एकदमै मर्मस्पर्शी, एकदमै समसामयिक कथावस्तुमा यो सिरियल बनिरहेको छ। हजुरमध्ये सिरियल प्रेमीहरू हुनुहुन्छ नि, जति पनि नयाँ नेपाली सिरियलहरू हेर्दै आउनु भएको छ, अन्य सिरियल हेर्नुहुन्छ भने, नाता सिरियल छुटाउनु भएको छ भने चाहिँ हजुरहरूले पनि यो सिरियल अब हेर्नुपर्ने बेला र शिशिर भण्डारीसँगै हाम्रो टिमलाई साथ दिनुपर्ने बेला भएको छ। सबैजनाले नाता सिरियल हेर्नुहोला। हालसम्म नाता सिरियलको 101 भाग प्रसारण भइसकेको छ। आज 101 भाग आउँछ, यसअगाडि 100 भाग प्रसारण भइसकेको छ। ल, सबैको माया चाहियो। मैले सोधेका प्रश्नहरूको उत्तर यही भिडियोमा छोड्नु होला। हजुरलाई नाता सिरियल कस्तो लाग्छ कमेन्ट गर्नु होला है। कहाँबाट नाता सिरियल हेर्दै आउनु भएको छ त्यो पनि कमेन्ट गर्नु होला है।